Welcome to a day in my life as a bachelor student. Hi guys, this is सक्कु अनि रातभरि पानी परेर बिहानको मौसम चाहिँ एकदमै शीतल राम्रो थियो। त्यसैले म चाहिँ एकछिन वक गर्छु भनेर बाहिर निस्किए। वक गरेर सकिसकेपछि चाहिँ मैले चाहिँ आफ्नो बेड पनि मिलाइहाले। त्यसपछि चाहिँ म फ्रेश हुनतर्फ लागे। अनि मैले चाहिँ एक दिन अगाडि फ्रुट्सहरु लिएर आएको थिएँ, त्यसैले आज ब्रेकफास्टमा चाहिँ मैले फ्रुट्सहरु खाए। त्यसपछि चाहिँ म पढ्नको लागि बसे। म चाहिँ रुटिन आएपछि पक्का मज्जाले पढ्छु भनेर बसेको, अहिले रुटिन आइसक्दा त मेरो हालत यति खराब भइराछ। कहाँबाट सुरु गरौँ, कसरी सकु, मलाई त एन्जाइटी हुन आँटिसक्यो। त्यसमाथि अझै डिस्ट्र्याक्सनको त कुरै नगरौँ, यति सानो सानो कुराले पनि मलाई डिस्ट्र्याक्ट गरिहाल्छ। पढ्दा पढ्दै मलाई चाहिँ अति नै भोक लाग्यो। त्यसपछि चाहिँ म खाना पकाउन तर्फ लागे। आजभोलि चाहिँ मलाई एकदमै नराम्रो बानी लागेको छ, यो खाना खाँदा केही न केही हेर्नै पर्ने। अनि हजुरहरूलाई थाहा छ कि छैन, मेरो चाहिँ एउटा युट्युब च्यानल पनि छ अनि त्यसमा चाहिँ 1000 सब्स्क्राइबर्स पुगेपछि म चाहिँ मेरो लङ भ्लग बनाउने सोच्दैछु। सो मेरो युट्युब च्यानलमा गएर चाहिँ मलाई सब्स्क्राइब पनि गर्नु होला। त्यसपछि चाहिँ म रेडी भएर एउटा भिडियो सुट गरेँ जुन कि मैले अपलोड गरिसकेको छु। हजुरहरूले हेर्नु पनि भयो होला। यदि हेर्नु भएको छैन भने गएर हेर्नु होला। एन्ड द्याट्स इट फर टुडे। फलो फर मोर सच भिडियो।